ठीक छ, अहिले 200 वटा जीके प्रश्न उत्तरको भिडियो तयार पारेका छौं। ध्यान रहनेछ, कुनै प्रश्न दोहोरिने छैन, विषयहरू मिश्रित रहनेछन्। आउनुहोस् भिडियो सुरु गरौं। भूगोल, जियोग्राफी। संसारको सबैभन्दा अग्लो हिमाल कुन हो? सगरमाथा, माउन्ट एभरेस्ट। नेपालको राजधानी कहाँ हो? काठमाडौँ। विश्वको सबैभन्दा लामो नदी कुन हो? नाइल नदी, नाइल रिभर। विश्वको सबैभन्दा ठूलो देश कुन हो क्षेत्रफल अनुसार? रूस। विश्वको सबैभन्दा सानो देश कुन हो? भ्याटिकन सिटी। विश्वको सबैभन्दा ठूलो महासागर कुन हो? प्रशान्त महासागर, पेसिफिक ओसन। नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो? डोल्पा। विश्वको सबैभन्दा ठूलो टापु कुन हो? ग्रिनल्यान्ड। पृथ्वीको सबैभन्दा नजिकको ग्रह कुन हो? शुक्र, भिनस। नेपालको राष्ट्रिय पशु के हो? गाई। नेपालको राष्ट्रिय फूल के हो? लाली गुराँस। अस्ट्रेलियाको राजधानी कुन हो? क्यानबेरा। नेपालमा सबैभन्दा होचो स्थान कुन हो? केचनाकलन, झापा। विश्वको सबैभन्दा लामो पर्वत श्रृङ्खला कुन हो? आन्डिज, एन्डेस। विज्ञान साइन्स। पानीको रासायनिक सूत्र के हो? H2O। विद्युत धाराको मात्रा के हो? एम्पियर। मानव शरीरमा कति हड्डी हुन्छ? 200 छ। सुनको रासायनिक संकेत के हो? AU। प्रकाशको गति कति हुन्छ? 29 करोड 97 लाख 92 हजार 458 मिटर प्रति सेकेन्ड। मानव शरीरको सबैभन्दा ठूलो अङ्ग कुन हो? छाला। हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो? बृहस्पति, जुपिटर। पहिलो कम्प्युटर माउस कसले बनाएको हो? डगलस एङ्गलबार्ट। सेतो रगतका कोषहरूको मुख्य काम के हो? रोगसँग लड्नु। गुरुत्वाकर्षणको सिद्धान्त कसले दिएका थिए? आइज्याक न्यूटन। इलेक्ट्रिक बल्ब कसले आविष्कार गरेका थिए? थोमस एडिसन। टेलिफोन कसले आविष्कार गरेका थिए? अलेक्जेन्डर ग्राहाम बेल। मानव शरीरमा कति जोडी क्रोमोसोम हुन्छन्? 23 जोडी। बायोलोजीको पिताको रूपमा को चिनिन्छ? एरिस्टोटल। सूर्यको ऊर्जा स्रोत के हो? नाभिकीय संलयन, न्युक्लियर फ्युजन। पहिलो कृत्रिम उपग्रहको नाम के हो? स्पुतनिक 1। पानीको उम्लने तापक्रम कति हो? 100 डिग्री सेन्टिग्रेड। विश्वको पहिलो कम्प्युटरको नाम के हो? ENIAC। रक्तचाप मापन गर्ने उपकरणको नाम के हो? स्फिग्मोम्यानोमिटर। वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्यास कुन हो? नाइट्रोजन। पृथ्वीको सबैभन्दा ठूलो माछा कुन हो? वेल सार्क। डीएनए को पूर्ण रूप के हो? डिओक्सिराइबोन्युक्लिक एसिड। मानव शरीरको सबैभन्दा सानो हड्डी कुन हो? स्टेप्स, कानमा। पहिलो जीवित प्राणी अन्तरिक्षमा पठाइएको को हो? लाइका द डग। मानव रक्तको सामान्य पीएच स्तर कति हुन्छ? 7.35 देखि 7.45। अक्सिजनको रासायनिक संकेत के हो? O। ग्रहण हुने सूर्यको ऊर्जा मुख्य रूपले कुन तरङ्गदैर्ध्यमा हुन्छ? दृश्यमान प्रकाश। चुम्बकीय क्षेत्रको एकाइ के हो? टेस्ला। विद्युतीय प्रतिरोधको एकाइ के हो? ओम। पृथ्वीमा सबैभन्दा बढी पाइने तत्त्व कुन हो? अक्सिजन। इतिहास, हिस्ट्री। नेपालको पहिलो राजा को थिए? पृथ्वी नारायण शाह। अमेरिकाको पहिलो राष्ट्रपति को थिए? जर्ज वाशिंगटन। द्वितीय विश्वयुद्ध कहिले सुरु भएको थियो? सन् 1939। नेपालको संयुक्त राष्ट्रसंघ सदस्यता कहिले भएको थियो? सन् 1955। पहिलो विश्वयुद्ध कहिले सुरु भएको थियो? सन् 1914। छापाखानाको आविष्कार कोले गरे? जोहान्स गुटेनबर्ग। नेपालको राष्ट्रिय गानको रचनाकार को हुन्? व्याकुल माइला। गिजा पिरामिड कुन देशमा छ? मिश्र। पहिलो मानिस चन्द्रमामा कहिले पुगे? सन् 1969। मौर्य साम्राज्यका महान राजा को थिए? अशोक महान। राणा शासन नेपालमा कहिले सुरु भयो? विक्रम सम्वत 1903। ताजमहल कुन शहरमा छ? आगरा, भारत। रोमन साम्राज्यको राजधानी के थियो? रोम। अमेरिकी स्वतन्त्रता घोषणा कहिले भयो? सन् 1776 जुलाई 4। कोलम्बसले अमेरिका पत्ता लगाए कहिले? सन् 1492। नोबेल पुरस्कारको सुरुवात कोले गरेका थिए? अल्फ्रेड नोबेल। पहिलो नोबेल शान्ति पुरस्कार विजेता को हुन्? फ्रेडरिक पासी। लिच्छवी वंशको पहिलो राजा को थिए? मानदेव। इजिप्टको पहिलो महिला फरोह को थिइन्? हात्सेप्सुट। चीनको महान पर्खाल कहिलेदेखि बनाउन सुरु गरिएको थियो? 7औं शताब्दीमा। मुगल साम्राज्यका संस्थापक को थिए?
बाबर। फ्रेन्च क्रान्ति कहिले सुरु भयो? सन् 1789। नेपालमा प्रजातन्त्र कहिले स्थापना भयो? विक्रम सम्वत 2007 साल फल्गुन 7 गते। इन्डियन नेशनल कांग्रेसको स्थापना कहिले भयो? सन् 1885। खेलकुद स्पोर्ट्स। क्रिकेटमा एक ओभरमा कति बल हुन्छ? 6। फुटबलमा एक टोलीमा कति खेलाडी हुन्छ? 11। ओलम्पिक झण्डामा कति घेरा छन्? 5। विश्वको सबैभन्दा छिटो धावक को हुन्? उसाइन बोल्ट। सबैभन्दा धेरै ओलम्पिक स्वर्ण पदक जित्ने खेलाडी को हुन्? माइकल फेल्प्स। टेनिसको ग्रान्ड स्ल्याम वर्षमा कति हुन्छ? 4। सुमो कुस्ती कुन देशको राष्ट्रिय खेल हो? जापान। फुटबलको फिफा वर्ल्ड कप 2022 कोलम्बो विजेता अर्जेन्टिना। क्रिकेटको गॉड अफ क्रिकेट सचिन तेन्दुलकर। नेपालले पहिलो पटक ओलम्पिकमा कहिले भाग लियो? विक्रम सम्वत 2021 साल। महिला क्रिकेटमा पहिलो विश्वकप विजेता इङ्ल्यान्ड। हकी भारतको राष्ट्रिय खेल हो? हो। फुटबलमा पेनाल्टी दूरी कति हुन्छ? 11 मिटर। विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम। फुटबलमा गोट भनेर चिनिने खेलाडी लियोनेल मेस्सी। नेपालको राष्ट्रिय खेल कुन हो? भलिबल। विक्रम सम्वत 2074 जेठ 8 मा घोषित। क्रिकेट खेलमा प्रयोग हुने एलबीडब्ल्यू को पूर्ण रूप के हो? लेग बिफोर विकेट। फर्मुला 1 F1 कुन खेलसँग सम्बन्धित छ? कार रेसिङ। भलिबल खेलको एउटा टिममा कतिजना खेलाडी हुन्छन्? 6 जना। पहिलो विश्वकप फुटबल जित्ने देश कुन हो? उरुग्वे। सन् 1930। तेक्वान्दो खेलको जन्म कुन देशबाट भएको हो? दक्षिण कोरिया। गल्फ खेल खेल्ने मैदानलाई के भनिन्छ? कोर्स। विश्वकप फुटबल धेरै पटक जित्ने देश कुन हो? ब्राजिल 5 पटक। नेपालमा क्रिकेट खेलको सुरुवात कसले गरेका थिए? मदन शमशेर जबरा। बक्सिङ खेल हुने ठाउँलाई के भनिन्छ? रिङ। टेनिसका प्रसिद्ध खेलाडी रोजर फेडेरर कुन देशका हुन्? स्विट्जरल्यान्ड। फुटबल खेलको समय कति मिनेटको हुन्छ? 90 मिनेट। सन्दीप लामिछाने कुन खेलसँग सम्बन्धित छन्? क्रिकेट। नेपालको सबैभन्दा ठूलो रंगशाला कुन हो? दशरथ रंगशाला। ब्याडमिन्टनको शटलककमा कतिवटा प्वाख हुन्छन्? 16 वटा। ओलम्पिक खेल कति कति वर्षमा आयोजना हुन्छ? प्रत्येक 4-4 वर्षमा। फुटबल विश्वकप कति वर्षमा आयोजना हुन्छ? प्रत्येक 4-4 वर्षमा। म्याराथन दौडको दूरी कति हुन्छ? 42.195 किलोमिटर। चेस खेलको सुरुवात कुन देशबाट भएको मानिन्छ? भारत। चेसमा कतिवटा कोठा हुन्छन्? 64 वटा। टेबल टेनिस कुन देशको राष्ट्रिय खेल हो? चीन। साइन्स एन्ड टेक्नोलोजी विज्ञान र प्रविधि। गुगल कम्पनी कहिले स्थापना भयो? सेप्टेम्बर 4 1998। फेसबुक मेटाको संस्थापक को हुन्? मार्क जुकरबर्ग। गूगल कम्पनीको संस्थापक को हुन्? ल्यारी पेज र सर्गे ब्रिन। माइक्रोसफ्टका संस्थापक को हुन्? बिल गेट्स र पल एलेन। ट्विटरको नयाँ नाम के हो? एक्स। पहिलो क्रिप्टोकरेन्सी बिटकोइन। इन्टरनेटका पिता भनेर कसलाई चिनिन्छ? विन्ड सर्फ। www वर्ल्ड वाइड वेबको आविष्कार कसले गरेका हुन्? टिम बर्नर्स-ली। इमेलका आविष्कारक को हुन्? रे टमलिन्सन। च्याट जीपीटी कुन कम्पनीले विकास गरेको एआई हो? ओपन एआई। कम्प्युटरको मस्तिष्क ब्रेन भनेर केलाई चिनिन्छ? सीपीयू सेन्ट्रल प्रोसेसिङ युनिट। फेसबुकको स्थापना कहिले भएको थियो? सन् 2004 फेब्रुअरी 4। एन्ड्रोइड अपरेटिङ सिस्टम कुन कम्पनीको उत्पादन हो? गूगल। कम्प्युटर शब्द कुन ल्याटिन शब्दबाट आएको हो? कम्प्युटियर, जसको अर्थ गणना गर्नुहुन्छ। युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको नाम के हो? मी एट द जू। डाटा भण्डारणको सबैभन्दा सानो एकाइलाई के भनिन्छ? बिट। बिटकोइनका रहस्यमयी आविष्कारक को हुन्? सातोशी नाकामोतो। पीडीएफ को पूर्ण रूप फुल फॉर्म के हो? पोर्टेबल डॉक्यूमेंट फॉर्मेट। इन्स्टाग्रामको सुरुवात कहिलेदेखि भएको हो? सन् 2010। वाइफाई को पूर्ण रूप के हो? वायरलेस फिडेलिटी। कम्प्युटरको पिता भनेर कसलाई चिनिन्छ? चार्ल्स ब्याबेज। विश्वमा सबैभन्दा बढी प्रयोग गरिने वेब ब्राउजर कुन हो? गूगल क्रोम। टिकटक कुन देशको कम्पनी हो? चीन। बाइटडान्स। व्हाट्सएप कहिले स्थापना भएको थियो? सन् 2009। यूआरएल को पूर्ण रूप के हो? यूनिफॉर्म रिसोर्स लोकेटर। आइफोन कुन कम्पनीको उत्पादन हो? एप्पल। सिम कार्डको पूर्ण रूप के हो? सब्सक्राइबर आइडेन्टिटी मोड्युल। संसारको पहिलो मोबाइल फोन कुन कम्पनीले बनाएको थियो? मोटोरोला। एलसीडी र एलईडी को पूर्ण रूप के हो?
लिक्विड क्रिस्टल डिस्प्ले र लाइट इमिटिङ डायोड। एन्टिभाइरस सफ्टवेयरको काम के हो? कम्प्युटरलाई भाइरसबाट बचाउनु। नेपालमा पहिलो पटक इन्टरनेट सेवा कहिले सुरु भयो? सन् 1994 मर्कन्टाइल कम्पनीबाट। नेपालको आफ्नै भू उपग्रहको नाम के हो? नेपाली साट-1। 18 अप्रिल 2019 बाट नेपालमा डिजिटल सिग्नेचरको सुरुवात कहिले भयो? सन् 2015 डिसेम्बर। 1 गिगाबाइटमा कति एमबी हुन्छ? 1024 मेगाबाइट। आईपी एड्रेस को पूर्ण रूप के हो? इंटरनेट प्रोटोकॉल एड्रेस। सफ्टवेयरमा हुने गल्ती वा त्रुटिलाई के भनिन्छ? बग। ओटीपी को पूर्ण रूप के हो? वन टाइम पासवर्ड। एआई को पूर्ण रूप के हो? आर्टिफिशियल इंटेलिजेंस। स्पेस एक्स का संस्थापक को हुन्? एलन मस्क। नासा को स्थापना कहिले भएको थियो? सन् 1958। आईएसआरओ कुन देशको अन्तरिक्ष संस्था हो? भारत। नेपाल टेलिकमको स्थापना कहिले भयो? विक्रम सम्वत 2060 माघ 22 गते। औंठाछाप वा आँखाको नानीबाट व्यक्तिको पहिचान गर्ने प्रविधिलाई के भनिन्छ? बायोमेट्रिक्स। एआई को प्रयोग गरेर कसैको अनुहार वा आवाजलाई अर्कै व्यक्तिसँग हुबहु मिलाएर नक्कली भिडियो बनाउने प्रविधिलाई के भनिन्छ? डीप फेक। क्वान्टम कम्प्युटिङको आधारभूत एकाइलाई के भनिन्छ? क्युबिट्स। च्याट जीपीटीमा रहेको जीपीटीको पूर्ण रूप के हो? जेनरेटिभ प्री ट्रेन्ड ट्रान्सफर्मर। सबैभन्दा छिटो डाटा ट्रान्सफर गर्ने प्रविधि लाइफाईमा कुन माध्यमको प्रयोग गरिन्छ? लाइट। मानिसको जस्तै स्वरूप र स्वभाव भएको रोबोटलाई के भनिन्छ? ह्युमनोइड। कम्प्युटरको चिप बनाउन प्रयोग गरिने मुख्य धातु कुन हो? सिलिकन। सूर्य केन्द्रित सिद्धान्त कसले दिएका हुन्? निकोलाउस कपर्निकस। विज्ञानको पिता कसलाई भनिन्छ? ग्यालिलियो ग्यालिली। विकासवादको सिद्धान्त कसले दिए? चार्ल्स डार्विन। इज इक्वल्स टू एमसी स्क्वायर को फुल फर्म के हो? ई इज इक्वल टू एनर्जी ऊर्जा, एम इज इक्वल टू मास द्रव्यमान, सी स्क्वायर इज इक्वल टू स्क्वायर अफ द स्पीड अफ लाइट प्रकाशको गतिको वर्ग। त्यसैले अर्थ हुन्छ नेपालीमा ऊर्जा बराबर द्रव्यमान गुणा प्रकाशको गतिको वर्ग। इंग्लिशमा एनर्जी इक्वल्स मास टाइम्स द स्क्वायर अफ द स्पीड अफ लाइट। स्टीफन हॉकिंग किन विश्वभर प्रसिद्ध छन्? ब्रह्माण्ड, ब्ल्याक होल र समयबारे महान खोजका कारण। निकोला टेस्लाको सबैभन्दा ठूलो योगदान के हो? आधुनिक विद्युतीय प्रणाली एसी पावर सिस्टम। इलन मस्कले स्थापना गरेको न्यूरोलिंक केसँग सम्बन्धित छ? मानव मस्तिष्क र कम्प्युटर जोड्ने प्रविधि। स्टीभ जब्स कुन कम्पनीका सह संस्थापक हुन्? एप्पल इंक। माइक्रोसफ्ट के का लागि प्रसिद्ध छ? विन्डोज अपरेटिङ सिस्टम र सफ्टवेयर। सापेक्षताको सिद्धान्त थ्योरी अफ रिलेटिभिटी कसले दिएका हुन्? अल्बर्ट आइन्स्टाइन। टेलिस्कोपको प्रयोग गरेर खगोल विज्ञानमा क्रान्ति ल्याउने वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली। बिरुवाले खाना कसरी बनाउँछ? बिरुवाले प्रकाश संश्लेषण फोटोसिन्थेसिस प्रक्रियाबाट। कला, साहित्य। सबैभन्दा प्रसिद्ध चित्रकला मध्येको एक मोनालिसाको तस्बिर कसले बनाएका हुन्? लियोनार्डो डा विन्सी। भारतका राष्ट्रपिता को हुन्? महात्मा गान्धी। विश्वका महान नाटककार विलियम शेक्सपियर को हुन्? अंग्रेजी साहित्यकार। नेपालका प्रसिद्ध कवि लक्ष्मी प्रसाद देवकोटा को हुन्? महाकवि। नेपाली साहित्यका आदिकवि भनेर कसलाई चिनिन्छ? भानुभक्त आचार्य। नोबेल प्राइज विजेता विश्वप्रसिद्ध कवि रविन्द्रनाथ ट्यागोर कुन देशका हुन्? भारत। नेपालका अर्निकोले बनाएको प्रसिद्ध स्तूप कहाँ अवस्थित छ र यसलाई के नामले चिनिन्छ? बेजिङ चीनमा। यसको नाम सेतो स्तूप व्हाइट पागोडा। सिरिजको फूल उपन्यासका लेखक को हुन्? पारिजात। रोमियो एन्ड जूलियट पुस्तकका लेखक को हुन्? विलियम शेक्सपियर। हैरी पटर श्रृंखलाकी लेखिका को हुन्? जेके रोलिङ। मुनामदन पुस्तकका लेखक को हुन्? लक्ष्मी प्रसाद देवकोटा। महर्षि वाल्मीकिले संस्कृत साहित्यमा लेखेका रामायण नेपाली भाषामा अनुवाद गर्ने को हुन्? आदिकवि भानुभक्त आचार्य। मदन पुरस्कार विजेता झमक कुमारी घिमिरेको आत्मकथा कुन हो? जीवन काँडाकी फूल। नेपालको स्वर सम्राट भनेर कसलाई चिनिन्छ? नारायण गोपाल। धर्म र दर्शन। वेद कति प्रकारका छन्? 4 ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद। बुद्ध धर्मका प्रवर्तक गौतम बुद्ध हुन्। अब भन्नुहोस् बुद्ध धर्मको प्रसिद्ध ग्रन्थ कुन हो? त्रिपिटक। योग शास्त्रका पिता कसलाई मानिन्छ? पतञ्जलि। सूर्य नमस्कारमा कतिवटा आसनहरू हुन्छन्? 12 वटा। पञ्चतत्वमा के पर्छन्? पृथ्वी, जल, अग्नि, वायु र आकाश। आयुर्वेदको जननी कुन वेदलाई मानिन्छ?
अथर्ववेद नेपालमा जीवित देवीका रूपमा कसलाई पूजिन्छ? कुमारी किराँत धर्मका प्रवर्तक को हुन्? फाल्गुनन्द पशुपतिनाथको मन्दिर कुन शैलीमा निर्माण गरिएको छ? प्यागोडा शैली। हनुमान चालीसाका रचयिता को हुन्? तुलसीदास। विविध विषयहरू। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? 8 मिनेट 20 सेकेन्ड। मानव शरीरमा रातो रगत आरबीसी को के काम हुन्छ? अक्सिजनको ओसार पसार। पृथ्वीको सबैभन्दा गहिरो ठाउँलाई के भनिन्छ र यो कहाँ अवस्थित छ? मरियाना ट्रेन्च। यो प्रशान्त महासागरमा अवस्थित छ। भगवान श्रीकृष्ण कुन युगका अवतार हुन्? द्वापर युग। चन्द्रमामा पहिलो पटक को पुगे? नील आर्मस्ट्रङ। सनातन हिन्दू धर्म अनुसार पूजामा अर्पण गरिने पवित्र पञ्चामृत तयार पार्न कुन कुन तत्त्वको प्रयोग गरिन्छ? दूध, दही, घिउ, मह, सक्खर, चिनी। देवताका पनि देवता भगवान महादेवको घाँटीमा बेरिएको सर्पको नाम के हो? वासुकी। नेपालको वर्तमान राष्ट्रिय झण्डाको डिजाइन कसले गरेका हुन्? शंकरनाथ रिमाल। हाल विश्वभरि प्रचलनमा रहेको अन्तर्राष्ट्रिय पात्रो इंग्लिश क्यालेण्डरको आधिकारिक नाम के हो? ग्रेगोरियन क्यालेण्डर। आधुनिक शून्य जिरोको स्वरूप तथा अवधारणा कसले ल्याएका हुन् र यसको नियमहरूका लागि कुन प्राचीन विद्वानलाई श्रेय दिइन्छ? आधुनिक शून्यको अवधारणा कन्सेप्टका लागि आर्यभट्टलाई र शून्यका नियमहरू रुल्सका लागि ब्रह्मगुप्तलाई श्रेय दिइन्छ। आफ्नो देशको इतिहास र संस्कृति नचिन्ने जाति वा राष्ट्र कहिले अगाडि बढ्न सक्दैन, यो भनाइ कसको हो? र उनले नेपालको इतिहास खोज्न कुन अभियान चलाएका थिए? यो भनाइ योगी नरहरिनाथको हो र उनले चलाएको अभियानको नाम इतिहास प्रकाश हो। हाम्रो च्यानल उत्कृष्ट माइन्डबाट आएको यो भिडियोलाई पूरा हेरी हामीलाई साथ दिनुभएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। भिडियोलाई शेयर गर्नुहोस् ताकि अरूले पनि थाहा पाउनुहोस्। भिडियो कस्तो बनेको छ कमेन्ट गर्नुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस् अनि अन्त्यमा हाम्रो भिडियोलाई छिटो पाउन च्यानललाई सब्स्क्राइब गर्नुहोस्।